channel. This is me Elisa Shankar. स्वागत छ तपाईहरुलाई मेरो आजको न्यू डे न्यू भ्लगमा साथीहरु। अहिले चाहिँ हामी फिल्म हेर्न जान लागेको। हामी चाहिँ यहाँ लक्ष्मी दिदीको फोटो स्टुडियोमा छौं। दिदीले हामीलाई चिया पकाएर खुवाउन लाग्दै हुनुहुन्छ। यहाँ चाहिँ टिकटक हुँदैछ गाइजहरु। हामीहरु चाहिँ परान मुभी हेर्न जान गइरहेको छौं। अनि दिनु न ए गइ यो चाहिँ हाम्रो पसलको कप अबि रातो रा पाइरहेछ नि। यो चाहिँ प्रभु ज्वेलर्सको कप हैन भर्खरै यस्तो माइन्थे वाउ तपाईहरुलाई पनि यस्तो चाहिन्छ भने हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ साथीहरु। यहाँ चाहिँ फोटो फ्रेम पुरा अफरमा चलिरहेको छ साथीहरु। हाम्रो मिस ब्युटिफुल आइपुग्नु भयो इधर। हामी चाहिँ परान मुभी हेर्न जान आँटेको। सँगै हेरौँ है, म तपाईहरुलाई पनि देखाउँछु। सो गाइस हामी चाहिँ आइसकेको छौं इलाइट हल। मलाई छोडेर गइसक्नु भयो यहाँ भित्र। हेलो के भयो त नि बनाउँदाखेरि हाल्छु त। यहाँ फोटो खिच्देऊ न मेरो। सो गाइस हाम्रो चाहिँ टिकटहरु काटिसक्नु भएको छ। हाम्रो चाहिँ 8:30 को टिकट थियो। अब चाहिँ हामी जाँदैछौँ। स्पोन्सर बाई मेरो निनी। हाम्रो निनीले हेराउन फिल्म चाहिँ एकदम रुने छ अरे। अनि अब एक लट चाहिँ टिकटकमा हेरिसकेको छौँ। अनि टिकटकमा हेरेर पनि लाइभ हेर्न आएको हामी चाहिँ। अब जाँदैछौँ यहाँभित्र। चिगम फ्याला बाबा चिगम खानु पाइँदैन अरे। भिडियो बनाउनु चाहिँ पाइन्छ कि पाइँदैन? हाम्रो इन्ट्री हुँदैछ। हजुर म लिन्छु। दुईजना आउँदै हुनुहुन्छ। दुईजना बाहिरै हुनुहुन्छ। एकछिनमा हुनुहुन्छ। लक्ष्मी मगर अनि रबिन राउत। हजुर उहाँहरूको ए हुनुहुन्छ। दुईजना हुनुहुन्छ। रबिन। सो हामी चाहिँ भित्र छिरिसकेका छौँ साथीहरु। अबे मैले दिदीलाई मैले चिनेको दिदी हुनुहुन्छ यहाँ। अबे यो चिनेको दिदी पो हुँदो रहेछ यहाँनिर। हेर यिनीहरू वासरुम गएको अरे मलाई लगेन। मैले चाहिँ टिकट बोकिरहेको छु होइन। यहाँ चिनेको दिदी देखेँ क्या मैले। अनि एकछिन बोलेँ। अनि यहाँ एकदम खुसी लाग्यो साथीहरु। वासरुम गइरहेछ हो। ढक 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 ढोका थुनेर गएछन् यार। वासरुम भित्र हेर न यहाँ गाइजहरुको। सो गाइज फिल्म सुरु भइसक्यो। अब हामी जाँदैछौँ। दिदी र म चाहिँ सेम भइरहेछौँ यहाँनिर। फिल्मको नामहरू स्टार्ट हुन थालिसक्यो। सो गाइज हाम्रो चाहिँ फिल्म स्टार्ट भइसक्यो। नरुने ग्याङहरु ओए नरुने ग्याङहरु दिदी चाहिँ यहाँ रुइसक्नु भयो हैन। यहाँ आँसु बराएर आइसक्यो। खोइ आँसु हेरौँ। आँसु हेरौँ न आँसु। मुकु फोटो हाल्न बिर्सिछु। ओइ किन रुथि? उतै पाइहाल्छ नि आमा। ओ गाइस किन यहाँ चाहिँ सबै रुदिन भन्दा भन्दै के भयो? रुइन आँसु आयो। बाबाको याद आयो। किन रु गरे बेबी? बाबाको याद आयो। खै आँसु हेरौँ यता गाइजहरुको। आँसु हेरौँ न आँसु यहाँ।
अघि त म त क्या अघिसम्म मुकुलाई जिस्काइरहेको थिएँ क्या रुयो भनेर जिस्काइरहेको थिएँ ल्या भनेर त अम्बो त छोरा विदेश गएपछि त छोरा विदेश जाँदो रहेछ होइन गाइस अनि त्यहाँदेखि बुवा रुनु हुँदो रहेछ क्या अनि त्यो रुको देखेर त आम्मामा बाबाहरूको याद आयो नि हामीले चाहिँ हाम्रो बाबा मम्मीहरूलाई मिस गर्यौँ अनि हाम्रो पनि आँसु आयो गाइसहरू हाम्रो यहाँ हर्षित भाइ चाहिँ पर निदायो हौ फिल्मै हेर्दा हेर्दै निदायो जाडो भइरहेछ कति बज्यो दिदी कति बज्यो हौ भाइ सुत्यो जाडो भयो जाडो मन जान्छु पर्ख मन जान्छु ल हामी चाहिँ अघि एक लट खाइओरिआएको फेरि भोक लाग्यो होइन रुएर भोक लाग्यो हामीलाई नि हामी चाहिँ पपकर्न लिनु आइरहेछौँ आँसु गयो तपाईँको सुक्यो कस्तो भइरहेछ हौ त्यहाँ अब यहाँ आउनु न दिदी अब फेरि पपकर्न खाएर एनर्जी लिएर फेरि एक लट रुनुपर्छ होइन ओ भेना जानुभएको छ जाऊ लिएर आऊ यहाँ जानु भइरहेछ कस्तो मजा मुको देखेर क्या सो गाइस हाम्रो चाहिँ पपकर्नहरू लिएर गइसक्नु भयो फिल्म स्टार्ट भइसक्यो अब हामी जाँदैछौँ फेरि रुनुलाई होइन दिदी बाई बाई अब यहाँदेखि कालो हुन्छ अच्छा मेरो जुस हेलो हाम्रो पानी खै नानी ल गाइस फिल्म सक्यो दिदी कस्तो लाग्यो आऊ न मुक्ति आऊ न कस्तो लाग्यो मलाई रुको जस्तो देखेको छ फिल्मको यहाँ रिभ्यू हुँदैछ है कसलाई के लाग्यो छोडा नै यहाँ सुनाम सबजना रुगो है मलाई सबजना हामी पनि फ्यामिलीलाई छोडेर कहीँ नजानु अरे होइन हामी पनि फ्यामिलीलाई छोडेर नजानु अरे उता जाउन कस्तो खालके हौ मलाई चाहिँ के लाग्यो भने पुरा कान्छा छोरालाई अल्छी लाग्यो कान्छा छोरालाई चाहिँ माया गर्ने अरे माइला छोराले कति धेरै माया गरेको थियो आमा बाउलाई होइन माइला छोराले गरेको माया चाहिँ नदेख्ने अरे अनि कान्छा छोरै चाहिने अरे अनि कस्तो नबुझे के हो पागल नि हजार त्यही त माइला छोराले गरेको माया नदेख्ने कान्छै चाहिने रिस उठ्ने यस्तो पनि हुन्छ होइन गाई त्यो फिल्ममा चाहिँ माइला छोराले चाहिँ बाबा मम्मीलाई धेरै माया गर्दो रहेछ होइन अनि त्यो बाउआमाको घर चाहिँ गाउँमा हुँदो रहेछ अनि माइला छोरा छोरीले काठमाडौँ लगेर कति धेरै खुसी पागल नि भिडियो बनाउनु दिन हौ ल हामीले चाहिँ फिल्म हेरिसक्यौँ होइन अहिले कति 11 बज्यो होला नि अहिले चाहिँ 11 बजिसक्यो सो हामी चाहिँ घर जान लागेको यति धेरै हुनुहुन्छ हामी चाहिँ यी लाइट हल अब हामी अर्को फिल्म हेर्न आउने निनीले मन बिनाको धन भनेको अहिलेदेखि है जाडो पनि हुँदैछ हामी दुईजना चाहिँ यहाँ फेरि एउटै भइरहेछौँ कस्तो जाडो भएछ नि अचुचुचु जाडो भयो यहाँ हाम्रो भाइ फेरि सुतेर जाडो भयो गाइजहरू ल अब हामी चाहिँ घर जानु लागेको साथीहरू बाई बाई थ्याङ्क्स फर वाचिङ